प्राय हिँड्ने भनेको हामी त्यही साइकलमै नै हो हैन। अब मलाई पनि भाल्लै लाग्दैन फेरि बाटोमा कसले के भन्छ। हुन त केटाहरू बबाल बाइकहरू किनिरहेको छ अनि बबाल गरिरहेको छ। आफू चाहिँ हिँड्ने साइकलमै हो। कसले के भन्छ, कसले के गर्छ भन्ने कुरामा मतलब नै छैन हैन। मलाई त त्यसैमा खुसी लाग्छ। साइकल चढ्दा नि खुसी लाग्छ, हिँडेर जाँदा पनि खुसी लाग्छ। बस हेलो नमस्ते एभ्रिवान गाइज, वेलकम टु माई न्यू एनदर ब्लग। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। सो गाइज, आज चाहिँ हाम्रो ब्लग रहनेछ हाम्रै यही रुमभित्रको कुराहरू हैन। सो गाइज, म चाहिँ भर्खरै उठेको अनि रातभरि पानी पऱ्यो, बाहिरभरि पानी परेर हैन डुबान परिरहेको छ। अनि केटा सबैको ड्युटी छ आज, मेरो मात्रै छुट्टी थियो भन्नाले अब अरूको ओटी चलिरहेको छ, मेरो चाहिँ छैन आज। बाहिर आज राति बबाल पानी पऱ्यो, बाहिर पुरै डुबान छ क्या, एकदमै बाटोतिर गइरहेको थिएँ म हैन। त्यो खतरा। अहिले चाहिँ घाम लागेछ, अहिले चाहिँ पानी लगभग सुकिसकेको छ बाटोमा। सो अघि चाहिँ पुरै बाटो भरिरहेको थियो कि, यो बाटोमा पुरै पानी थियो भनौँ न। बाहिरको मौसम खतरा भइरहेको छ अहिले त, जे होस् हैन। हरियाली, एकदमै हरियाली छ, गाडीहरू राखिरहेको छ यहाँ तल। यो गाडी जहिले यहीँ हुन्छ। सबै केटाहरू ड्युटी गइरहेको छ। आज चाहिँ म रुममा एक्लै नै छु। अनि के भन्छ, म दिउँसो ड्युटी गरेर हिजो टाइममै सुताएको थिएँ। सो त्यही भएर आज म बिहानै उठिसकेँ। बिहान उठेर खानासाना बनाएँ, खाएँ। अनि त्यस पछाडि सो गाइज, हाम्रो रुम भनेको यही हो। अब यो हाम्रो हल भइहाल्यो। यो केटा सबै आउने, यहाँ बस्ने, खानासाना खाने, गफ गर्ने होइन। अनि यो सोफाहरू छ। अनि त्यस पछाडि सोफा भन्नाले यो कम्पनीले नै दिएको हामीलाई, अनि अरू केटाहरूलाई दिएको छैन। अरू सबै हाम्रो नेपालीको 8-10 वटा रुम छ टोटली रुममा कसैलाई पनि सोफाहरू दिएको छैन। सो हामीलाई चाहिँ एउटा, दुईटा अनि यता तिनटा गरेर 3टा सोफा दिएको छ। अनि यो चाहिँ हाम्रो भइहाल्यो होइन सोफाहरू। अनि त्यस पछाडि यतातिर छ किचनमा। सो अब तिनजनाको भान्सा हो नि त हाम्रो, 2जना यसमा पकाएर खान्छ, हामी चाहिँ 2-3जना उता पकाएर खान्छु। एउटा रुम भइहाल्यो यो। एकजना तल, एकजना माथि सुत्ने, अनि एकजना यता तल, एकजना माथि सुत्ने। म चाहिँ उत्योमा सुत्छु होइन। अनि एउटा चाहिँ यता यो अर्को रुम भयो, 2टा, एउटा थियो, एउटा यो 2टा रुम। यसमा चाहिँ बबाल छ। जस यहाँबाट बाहिरको भ्यू एकदमै खतरा देखिन्छ होइन। हिजो राति पानी परिरहेको थियो पुरै बाहिर भन्नाले, अघिसम्म त पानी थियो क्या बाहिर होइन। अहिले पनि त्यता पानी नै पानी छ। सो अहिले चाहिँ घाम लाग्या भएर पानी सुकिसक्यो भनौँ न। अनि त्यहाँ हाम्रो विक्रम दाइको साइकल हो यो पहेँलो चाहिँ। यो साइकलमा हामी प्राय मार्केटतिर जाने बेलामा सधैँ त्यही नै युज गर्छौँ क्या, सजिलो हुन्छ। अब ग्राफमा यताउता हिँडिराख्दाखेरि अनि भाडासाडा पनि तिरिराख्नुपर्छ नि त। सो पैसा बच्छ त्यसको लागि, अलिकति टेक्टिक पनि लगाउनुपर्छ होइन। सो यसमा चाहिँ विक्रम दाइ सुत्नुहुन्छ, यसमा मदन भइहाल्यो, यतातिर हाम्रो निर्मल, अनि हाम्रो एकजना गोले सर यतातिर। उसले चाहिँ एकदमै बवाल, हेर्नु न, सोकी छ मान्छे, नेपालको झन्डा अनि फुलहरू खतरा पाराले सजाइरहेको छ रुम। अरूको भनेको त्यस्तै हो। सो उसको सुत्ने ठाउँ चाहिँ बबाल छ भनौँ न। अनि त्यस पछाडि होइन, यस्तै छ हाम्रो रुमहरू। जस बस्नलाई एकदमै खुल्ला नै छ, त्यस्तो गाह्रो साह्रो छैन। यहाँ मादल पनि छ हाम्रो, यो नेपालदेखि ल्याएको मादल हो। यो विक्रम दाइले मादल बजाउँछ, बेला बेलामा मादल बजाएर रमाइलो पनि गरिन्छ होइन। बबाल छ, मादलहरू बजाइन्छ, यसो नाचगान। अनि त्यस पछाडि होइन, हामी 4जना यता, 4जना यता, 8जना भइहाल्यो। एकजना दाइ चाहिँ यता बस्नुहुन्छ, उहाँको चाहिँ एक्लै नै हो। दाइ पुरानो हो, अस्ति भर्खर नेपाल गएर आउनु भएको। अनि यता चाहिँ ऊ दाइ एक्लै बस्छ। अनि त्यस पछाडि यो भनेको यो हामीले अस्ति नै एक दिन बँदेल मारेको थियो होइन, त्यसको यो थुत्मा राखेको क्या यसको। सो यो थुत्मा चाहिँ औषधि हुन्छ अरे, अनि घोटेर के हुँदा घोटेर लगाउँदा सन्चो हुन्छ, त्यही भएर हामीले त्यो राखेको होइन। यसको बबाल ठुलो थियो भने यो मासु त यसको के भन्छ 70-80 केजी थियो होला। 80 केजी मासु होइन। ड्युटी जानु लाग्यो, बिहानै गाडी ल्याएर मार्दै रहेछ। अनि त्यस पछाडि हामीले रुममा ल्याएर राखेर त्यसलाई बेलुका आएर टक्क पारेर बनाएर यही हलमा है पुरै प्लास्टिक फिजाएर, अनि त्यस पछाडि हलमा खतरासँग बनायो।
यहाँनिर हाम्रो विक्रम दाइले केटाहरूले यहाँ यही हलबाटै चप्पलहरू यताउता लाने गरेर विक्रम दाइले चाहिँ यहाँ यसरी पुरा लेखेर के यो सजेसन भनौँ न लेखेर पुरा छुट राखिदिरहेको छ। कृपया ड्युटीबाट रुममा प्रवेश गरिसकेपछि आफ्नो जुत्ता चप्पल बाहिर बाल्कोनीमा राख्नुहोला, धन्यवाद रे। अनि त्यस पछाडि होइन यो भरे यस पछाडि हाम्रो यो रुल्सहरू हो, जस्तो के गर्न पाउने रुममा के गर्न नपाउने भन्ने पुरै रुल्सहरू लेखिदिएको छ। चुरोटहरू खानु नपाउने भन्छ, तर केटाहरू चुरोट चाहिँ बजाएको बजायो, एनी टाइम चुरोट खाइरहेको छ होइन। प्रायः हिँड्ने भनेको हामी त्यही साइकलमा नै हो होइन। अब मलाई पनि भालै लाग्दैन फेरि बाटोमा कसले के भन्छ। हुन त केटाहरू बवाल बवाल बाइकहरू किनेर आएको छ अनि बवाल बवाल गरिरहेको छ। आफू चाहिँ हिँड्ने साइकलमा हो, कसले के भन्छ कसले के गर्छ भन्ने कुरामा मतलब नै छैन होइन। मलाई त त्यसैमा खुसी लाग्छ, साइकल चढ्दा नि खुसी लाग्छ, हिँडेर जाँदा पनि खुसी लाग्छ। बस मेरो प्यासन के हो, मेरो काम के हो भन्ने कुरा मैले राम्रोसँग बुझेको छु आफूले आफूलाई। सो गाइस त्यही नै हो। अब अरूको रिस गर्नु, अरूको डाहा गर्नु भन्दा पनि आफूले के गर्न खोजिरहेको छु र आफूसँग अहिले के छ भन्ने कुरा नै महत्त्वपूर्ण कुरा हो होइन। अब मसँग अहिले त्यही नै छ त म त्यहीमै खुसी हुनुपर्छ, किनकि ठुलो सपना एकैचोटि देख्दाखेरि आफूलाई नै कता कता कमजोर फिल हुनसक्छ होइन। सो आफूसँग जे छ त्यसैमा रमाउने हो। त्यही भएर के भन्छु म त होइन, एकैचोटि ठुलो सपना चाहिँ ठुलो देख्नुहोस्, तर काम सानो सानो गर्नुहोस्। सानो काम गर्दै जाँदा एक दिन तपाईँ हिरा हुनुहुनेछ। जब तपाईँ हिरा हुनुहुन्छ नि, तपाईँ नालीमा फ्याँकोस् कसैले, अथवा तपाईँलाई जुनसुकै ठाउँमा फ्याँकोस् अथवा राम्रोसँग सजाएर राखोस्, तपाईँ चम्किरहनुहुनेछ सधैँ। भन्न त दुनियाँले के भन्छ के भन्छ होइन। आफ्नो काममा पागलै हुनुपर्छ भनौँ न। अगाडि को छ, मलाई कसले के भन्छ, मलाई समाजले के भन्छ भन्ने कुराहरू भन्दा पनि म के हो, मैले के गर्न खोजिरहेको छु होइन, त्यो कुरा ध्यान दिनुपर्छ। मेन कुरा चाहिँ आफू सफल हुनलाई दुनियाँमा सफल यत्तिकै भइँदैन, मेहनत चाहिँ एकदमै गर्नुपर्छ, कडा मेहनत गर्नुपर्छ होइन। भनिरहेको हुन्छ कतिले भिडियो गरिदिरहेको हुन्छु मैले होइन, जता पनि म त मलाई पालै लाग्दैन मेरो अगाडि को छ के भन्छ जस्तो केही नै मतलब लाग्दैन। म चाहिँ जता हिँड्दा पनि भिडियो गरिदिरहेको हुन्छ, केटाहरूले भनिरहेको हुन्छ, मलाई सिकाइरहेको हुन्छ के यस्तो पाराले भिडियो गरेको बौला जस्तो होइन, मान्छेको लाजै नमानेर। त्यही हो गाइज होइन। लाज भन्ने कुरा, जब लाज शरम घिन भन्ने कुरा मान्यो भने मान्छे सफल कहिले नै हुँदैन जस्तो लाग्छ मलाई त। हिरा हुनको लागि काम गर्नुहोस्, तपाईँ सफल अवश्य हुनुहुनेछ। सो गाइज यस्तै हो अब भिडियोहरू होइन। आज चाहिँ कहीँ जान पाइएन, अब यस्तै हो। अब कसैले केही भन्छ कि भनेर भन्दा पनि आफूले चाहिँ के गर्ने भन्ने कुरा नै ध्यान दिने हो। त्यही भएर गाइज होइन, अब आजको भिडियो चाहिँ अब यस्तै नै भयो। यतातिरबाट पनि बवाल देखिन्छ, हाम्रो जस किचनबाट यता पनि भ्यू चाहिँ बवालै देखिन्छ। यहाँ नजिकै हस्पिटल, यो ठुलो हस्पिटल छ होइन। अब बिरामी सिरामी पर्दा हामी जान चाहिँ त्यहाँ जाँदैन, किनकि हाम्रो लागि हस्पिटल चाहिँ अलिक पर छ। के भन्छ हामीलाई बिमा हुन्छ नि त, हाम्रो कम्पनीले बिमा गरिदिएको हुन्छ। सो त्यही बिमामा हामीलाई फ्रीमै औषध दिन्छ, हामी चाहिँ त्यो हस्पिटल जाँदैनौँ। सो गाइज होइन, अब भोलि पनि छुट्टी छ मेरो, भोलि चाहिँ बवाल भलक आउनेछ। आजको लागि चाहिँ खासै केही भएन। भिडियो हेरिदिनु होला गाइज होइन। अब यही नै भन्न चाहन्छु, भिडियो हेरेर सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला, सपोर्ट गर्नु होला होइन। यस्तै छन्, तपाईँ हामी मिलेर नै अगाडि बढ्ने हो। अब थ्याङ्क यू सो मच होइन गाइज। लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, छोटो मिठो कमेन्ट छोडिदिनु भयो भने एकदमै हौसला बढ्नेछ। त्यसको लागि होइन गाइज, एकदमै रिक्वेस्ट गर्छु सब्सक्राइब गरिदिनु होला भन्दै गाइज आजको लागि भिडियो यति नै। बाई बाई गाइज, लभ यु अल। तपाईँको दिन शुभ रहोस्। थ्याङ्क यू सो मच, बाई बाई।